मेसेन्जरमा नेपालीमा टाइपिङ गरेर अङ्ग्रेजीमा ट्रान्सलेट कसरी गर्ने। यसको लागि सबैभन्दा पहिले त हाम्रो सेटिङमा रहेको किबोर्ड जीबोर्डलाई युज गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ सेटिङको आइकन नजिकै रहेको ट्रान्सलेट आइकनमा टच गर्नु होला। त्यसपछि यहाँ एउटा अर्को इन्टरफेस खुल्छ, त्यसमा लेखिएको हुन्छ इङ्ग्लिस टु नेपाली। यहाँ के गर्नु पर्यो भने तपाईँले इङ्ग्लिसको ठाउँमा नेपाली गरिदिनु पर्यो। यहाँ इङ्ग्लिस अटोमेटिक नेपाली अङ्ग्रेजी भइरहेछ। अब यहाँ नेपाली कुनै शब्दहरू लेख्नुहोस्, जुनसुकै तपाईँले के भन्नु खोज्नुहुन्छ। जस्तै तिमी कहाँ छौ, तिमी मलाई धेरै मनपर्छ पर्यौ, यस्तो उस्तो लेख्दाखेरि माथि त्यो अटोमेटिकली अङ्ग्रेजीमा ट्रान्सलेट भइहाल्छ। तपाईँहरूलाई पनि साथीसँग अङ्ग्रेजी बोल्न मन लाग्यो, साथीले अङ्ग्रेजी बोल्छ, तपाईँलाई आउन्न भनेपछि यो एकचोटि युज गरेर हेर्नु, तपाईँको समस्याको समाधान अवश्य हुनेछ। भिडियो मन परेमा लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।